भन्दा पहिलो रहेको छ सधैँ मुस्कुराउने बानी बसाल्नुहोस्। मुस्कान सरल लागे पनि अत्यन्त प्रभावशाली हुन्छ। यसले आत्मविश्वास, सकारात्मकता र मित्रतालाई देखाउँछ। त्यसैगरी दोस्रो रहेको छ अर्काको कुरा ध्यानपूर्वक सुन्नुहोस्। सुन्नु एक सशक्त कला हो। जब तपाईँ अरूलाई सुन्नुहुन्छ उनीहरूले तपाईँलाई भरोसा गर्छन्। त्यसैगरी तेस्रो नम्बरमा रहेको छ नरम र आत्मविश्वासपूर्ण बोलाइ प्रयोग गर्नुहोस्। मिठो बोल्ने बानीले मन जित्न सजिलो हुन्छ। कठोरता होइन, कोमलता प्रभाव पार्ने तत्त्व हो। यसरी चौथो नम्बरमा रहेको छ सुधारिएको शारीरिक हावभाव। बडी ल्याङ्ग्वेजलाई एकदमै सुधारिएको शारीरिक हावभाव देखाउनुहोस्। आँखा मिलाएर बोल्नुहोस्, सिधा उभिनुहोस्, आत्मविश्वास देखाउनुहोस्, हावभाव अपनाउनुहोस्। आत्मविश्वासका साथ आफूले हावभावहरू प्रस्तुत गर्नुहोस्। यसले तपाईँलाई स्वाभाविक रूपमा आकर्षक बनाउँछ। यसरी नै पाँचौँ नम्बरमा रहेको छ स्वच्छता र राम्रो लुगा लगाउने बानी। स्वच्छता र राम्रो लुगा लगाउने बानी पनि एउटा व्यक्तित्व विकासमा अथवा तपाईँको व्यक्तित्व झल्काउने एउटा सिप हो, एउटा कला हो, एउटा गुण हो। यसका लागि बाहिरी प्रस्तुतिले तपाईँको भित्री व्यक्तित्व झल्काउँछ। सफा, आकर्षक, सादा तर प्रभावशाली ड्रेसिङ स्टाइल अपनाउनुहोस् अथवा ड्रेसिङ स्टाइलमा तपाईँ हिँड्ने डुल्ने अथवा गर्नुहोस्, ड्रेस लगाउने गर्नुहोस्। त्यसै गरी छैटौँ नम्बरमा रहेको छ नम्रता र इमान्दारी। घमण्डले मान्छे टाढा जान्छ, नम्रताले नजिक ल्याउँछ। सधैँ आफ्नो व्यवहारमा विनम्रता झल्काउनुहोस्। आफ्नो व्यवहारमा विनम्रता झल्काउने बानी गर्नुहोस्। त्यसै गरी सातौँ नम्बरमा बौद्धिकता र सामान्य ज्ञान। तपाईँको कुरा सुन्दा अरूलाई वाह लाग्नुपर्छ। पढ्ने बानी बसाल्नुहोस्, संसार बुझ्ने प्रयास गर्नुहोस्। यसरी नै आठौँ नम्बरमा रहेको छ सहयोगी र सहयोगी भावना देखाउनुहोस्। म तपाईँको लागि के गर्न सक्छु भन्ने सोच राख्नुहोस्। यसले तपाईँको छवि र आत्मीयता बनाउँछ। यसै गरी हास्यबोध 9 नम्बरमा रहेको छ सेन्स अफ ह्युमर। हास्यबोध हँसाउने मान्छेले मन जित्छ। चाखलाग्दो, रमाइलो तर सभ्य हास्य प्रयोग गर्नुहोस्। र यसरी नै 10औँ नम्बरमा रहेको छ आफ्नो वास्तविकता नछाड्नुहोस्। सधैँ मौलिकतामा रहनुहोस्, मौलिकता राख्नुहोस्। नक्कलीपनले कहिल्यै दीर्घकालीन प्रभाव पार्दैन। त्यसैले तपाईँको आफ्नो